तेस्रो बैठकले होला सायद हैन गत तेस्रो बैठकले एउटा समिति चयन गर्नुभएको रहेछ विधान मस्यौदा समिति भनेर त्यो भनेको के अहिले म तपाईहरुलाई प्रश्न पार्छु विधान मस्यौदा समितिमा चाहिँ संयोजकमा हुनुहुन्छ सुभाष खालिङ राई त्यस पछाडि सदस्यहरुमा एकराज राई रबिन शेर्पा यहाँ आइदिनु हुनुहुन्छ यतिपट्टि आइदिनुहोस् है त हामी विधान समिति यता पर्छौँ हाम्रो उहाँ संयोजक हुनुहुन्छ यसको पनि त्यस पछाडि तपाईँको अर्को हुनुहुन्छ भाइकाजी गुरुङ उहाँलाई पनि मैले त्यहाँ आउनको लागि अनुरोध गरेँ त्यही साइडमा त्यस पछाडि हुनुहुन्छ कुमार राई तपाईँ कुमार राई होइन ल ठिक छ कुमार राई हुनुहुन्छ त्यसपछि टेकेन्द्र राई त्यसपछि प्रेम कला राई महिलाबाट पनि हुनुहुन्छ उहाँ पनि यतै आएर बसिदिनु होला यहाँलाई म बसिदिन अनुरोध गर्छु उहाँलाई एक्चुअली ताली पनि दिनुहोस् है अनि उहाँलाई बसेर अनि यहाँले गरिदिनु होला र यो चाहिँ खासमा पहिले यो विधान के हो भन्ने विषयमा चाहिँ म यो 7 जनाको समितिले चाहिँ हामीलाई के काम दिएको हो त कसले भन्दा तपाईहरुले तदर्थ समितिले हामीलाई उहाँको संयोजकत्वमा हामी 7 जनालाई के गर भनेर दिनुभएको भन्दाखेरि हाम्रो समितिको नाम चाहिँ विधान मस्यौदा समिति विधान संशोधन समिति र विधान मस्यौदा समिति दुईटा हुन्छ विधान मस्यौदा समिति भनेको चाहिँ सबैभन्दा पहिले विधान सिर्जना गर्ने सुरुवात गर्ने लेख्ने स्थापना गर्ने अथवा बनाउने भन्ने कुरा रह्यो मस्यौदा भनेको चाहिँ संशोधन गर्ने संशोधन भनेको चाहिँ त्यसलाई चाहिँ फेरबदल गर्ने कुनै पनि कुराहरू फेरि हामी विषय वस्तु परिस्थिति आफ्नो संस्थाको एउटा हितको निम्ति संस्थालाई चाहिँ अब अझै सजिलो बनाउनको निम्ति कुनै पनि विधानको दफा उपदफाहरूमा अप्ठ्यारो स्थिति आयो अथवा कुनै नयाँ काम गर्नुपर्ने कुरालाई अड्कियो भने चाहिँ त्यो बेला तपाईँ हामीले फेरि छलफल गरेर फेरि संशोधन गर्छौँ भने चाहिँ त्यो संशोधन भयो तर यो हामीले पहिलोचोटि बनाउने भनेको चाहिँ मस्यौदा भयो हामीले तयार गर्ने यो टिमले तयार गर्ने भनेको एउटा मस्यौदा हो सुरुमा बनाउने हाम्रो मस्यौदा हो त्यसैले हाम्रो समितिको टिम चाहिँ मस्यौदा समिति हो है विधान मस्यौदा समिति मैले ग्रुपमा कता संशोधन समिति भनेर देखिरहेको थिएँ हामी अभ्यास गर्दैछौँ सच्याउँदै जानुपर्छ होइन त्यसलाई सच्याउन सकिन्छ त्यो माइन्डमा छ भने पनि आगामी दिनहरुमा हामी त्यसलाई सच्याएर जाउँला अब यो विधान बनाइसकेर फेरि पछाडि अर्को कार्यकालतिर अरू कुनै पनि खण्डमा चाहिँ हामीले संशोधन गर्नु पर्यो अथवा सच्याउनु पर्यो भने चाहिँ त्यो बेला विधान संशोधन समिति बनाएर सच्याइन्छ अब तपाईहरुले बुझ्नुभयो यो भनेको संस्थाको एउटा नीति नियम बनाउने कुरा हाम्रो संस्था कतारमा स्थापना हुँदै गर्दाखेरि कुन ढङ्गले संस्था चलाउने भन्ने विषयको नीति नियम नै हो केन्द्रमा बनाउनु भएको छ विधान केन्द्रको विधान पनि हामीसँग छ केन्द्रको विधान चाहिँ केन्द्रमा चाहिँ तपाईको कसरी राजनीतिक दललाई चाहिँ सुचारू रूपले चलाउने कसरी एकीकृत गर्ने जनताहरूलाई कसरी एकट्ठा गरेर चाहिँ बहुमत गरेर अनि सरकारसम्म पुगेर चाहिँ सरकार चलाएर देशको चाहिँ सुशासन गर्ने भन्ने कुराको विधान बनाउनुहुन्छ भने अब हामीले सुशासन गर्ने भन्दा पनि त्यो केन्द्रलाई हामीले एउटा सामाजिक संस्थाको रूपबाट कसरी सेवा पुर्याउने भन्ने कुरा नै रह्यो त्यसो हुँदाखेरि अब विधानभित्रै हामी जाँदाखेरि चाहिँ विधान मस्यौदा समिति बनाउनको लागि एउटा नमुना चाहिँ हाम्रो यो समितिको विधान मस्यौदा समितिको संयोजकज्यूले एउटा नमुना बनाउनु भएको छ यो नमुना हामी यो समितिको हामी तपाईहरुले त्यो तदर्थ समितिले हामी 7 जनालाई जिम्मा दिनुभयो हामी 7 जनाले उहाँलाई जिम्मा दियौँ उहाँले एउटा नमुना बनाउनु हुन्छ अब उहाँले नमुना बनाएको नमुना एक बुदाहरू दफा उपदफाहरू लेख्नु भएको छ उहाँले त्यो उहाँले लेख्नु भएको एक दफा उपदफाहरूमा चाहिँ हामी पहिले 7 जना बसेर के गर्छौँ भने त्यसलाई फेरि छलफल गरेर त्यसलाई बनाउँछौँ उहाँले बनाउनु भएको कुरा सही छ भने सही भन्छौँ ठिक छैन भने त्यसलाई सच्याएर फेरि बनाउँछौँ अनि त्यो हामीले ओके छ है भनेर भनिसकेपछि हाम्रो समितिले बनाइसकेपछि अनि हामी तपाईहरुको एउटा मिटिङमा जसले हामीलाई अनुमति दिनुभएको थियो सम्पूर्ण पूर्ण बैठकमा ल्याएर हामी तपाईहरुलाई जानकारी गराउँछौँ अनि तपाईहरुलाई पनि जानकारी गराइसकेपछि के हुन्छ भन्दा सबैको लागि सर्वमान्य हुने हो नि त उहाँ टोपी लाउने दाइले भन्नुभएको कुरा पनि आउने भयो उहाँ यस्तो क्याप टोपी लाउने दाइले भन्नुभएको कुरा पनि आउने भयो उता फर्किराख्नु भएको दाइले भन्ने कुरा नि आउने भयो सबैको कुरा यहाँ अटिसकेपछि बल्ल यो के हुन्छ भने अब अधिवेशनको सङ्घारमा लानको लागि तयार भयो फेरि पास भएको छैन है उहाँले मात्रै बनाउनु भयो पास भएन हामी 7 जनाले गऱ्यौँ र पनि पास भएन
तपाईँ हामी सबै पूर्ण समितिको बैठकमा फेरि अर्को तर हामी ल्याएर छलफल गर्छौँ र पनि पास चाहिँ भएन। तर सहमति चाहिँ जुट्दै गएको छ है। त्यो सहमति लगेर कहाँ पास हुन्छ त यो विधान भन्दाखेरि हाम्रो अधिवेशनको बन्द सत्रमा, खुल्ला सत्रमा चाहिँ विभिन्न किसिमका कार्यक्रम हुन्छ हाम्रो अधिवेशनमा हैन। स्वागत, शुभकामना, विभिन्न कुराहरू, विचारका कुराहरू ल्याउन सकिएला हैन। ती कुराहरू खुल्ला सत्रमा गरिन्छ। अनि बन्द सत्रभित्र छिरिसकेपछि अनि विधान समितिको बारेमा के हुन्छ भने यो बारेमा प्रष्ट साधारण सदस्य जति पनि श्रम तथा सदस्यहरू सबैले बोल्न पाउने अधिकार हुन्छ त्यहाँ। यता कार्य समितिले मात्रै हुन्छ यहाँ होला हैन। एउटा सपोजको लागि यो त कार्य समितिको बैठक हो, आधिकारिक रूपमा कार्य समितिले मात्रै पास गर्यो भन्ने हुन्छ। त्यहाँ चाहिँ तपाईँको साधारण सदस्य एकजना सदस्यसम्मको पनि कुरा हुनुपर्छ र उहाँहरूले सम्म यस भनिसकेपछि बल्ल त्यो बन्द सत्रले गरेको विधान समितिको यो पेपरलाई चाहिँ सबैले सुनवाई गरेर पास गरिसकेपछि बल्ल त्यो के भयो भन्दा पहिला नम्बरमा विधान पास भयो। अनि विधान पास भएपछि मात्रै निर्वाचन समितिमा जान्छ। यो विधान छैन भने निर्वाचन समिति कहाँबाट बन्छ? निर्वाचन समिति बनाउने यो विधानले हो। त्यसो भएर यही विधानको आधारमा रहेर निर्वाचन समिति बन्छ। निर्वाचन समितिले अनि निर्वाचन समितिको पनि काम कर्तव्य अधिकार यहीभित्र लेखिएको हुन्छ। हामीले अलरेडी पास गरिसकेको हुन्छौँ यो भित्र। अनि त्यसैका आधारमा बसेर निर्वाचन समितिले के गर्छ? नयाँ समितिको आह्वान गर्छ र निर्वाचन प्रक्रियामा लोकतान्त्रिक पद्धतिमा हुन्छ कि अब के हुन्छ, विधानले के अराउँछ त्यही किसिमले चाहिँ गरेपछि हाम्रो एउटा नयाँ कार्य समिति बन्छ। त्यो कार्य समिति भनेको यो कतारको लागि केन्द्रीय कार्य समिति हुन्छ। यो कतारको लागि केन्द्रीय कार्य समिति भयो र नेपालको लागि के भयो भन्दा हाम्रो वैदेशिक शाखा अथवा के भन्छ केन्द्रले के भन्छ त्यो आधारमा रहन्छ। त्यति मात्रै भनिसकेपछि यो के हो प्रक्रिया मात्रै तपाईँहरूलाई भने। अब हाम्रो नमुना कस्तो बनेको छ भन्ने कुरामा अहिले म सबै पढेर हामी पास गर्दैनौँ, किनभने हाम्रो विधान समितिको सबै 7जनाले यो हामीले चाहिँ हामीले सबैसँग यो आफ्नो राय राखिसकेको छैन। हाम्रो भेटघाट भेला हुन बाँकी भएको हुनाले त्योभन्दा पहिले यो बैठक भएको हुनाले एउटा जानकारी मात्रै गराएको। तपाईँलाई म सबै पढेर सुनाउँदिनँ। सबैभन्दा पहिला विधानको नमुनामा सबभन्दा 1 नम्बरमा चाहिँ तपाईँको के हुन्छ भने प्रस्तावना हुन्छ। प्रस्तावना भनेको चाहिँ भूमिका, एउटा भूमिका। कतारमा किन यो संस्था आवश्यक छ त भन्ने खालको सामान्य भूमिका। हामी चाहिँ को मान्छे हो त भन्दाखेरि नेपालबाट आएको वैदेशिक रोजगारमा अथवा विभिन्न व्यवसायमा पनि होला हैन, रोजगार मात्रै भन्न मिलेन, व्यवसाय विभिन्न तरिकाले आउनुभएको हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू मध्येमा विशेष गरेर नेपालको श्रम सांस्कृतिक पार्टीको समर्थन गर्ने व्यक्तिहरू हैन, त्यो चिन्तन भएको व्यक्तिहरू मिलेर चाहिँ कतारमा पनि एउटा चाहिँ यो खालको संस्था स्थापना गरेर हामीले केन्द्रलाई पनि सहयोग पुर्याउन सकिन्छ र सामाजिक रूपमा पनि हाम्रो नेपाली दाजुभाइहरूलाई सहयोग गर्न सकिन्छ भन्ने खालको तरिकाले भूमिका लेखिन्छ। 1 नम्बर माथि है, 1 नम्बर त्यसलाई भन्छ प्रस्तावना है। प्रस्तावना प्रस्ताव र प्रस्तावना फरक कुरा हो। प्रस्तावना भनेको चाहिँ भूमिका जस्तै हो भनेर किताबमा तपाईँ हामीले पढ्दै गएको किताबमा अगाडिको पेजमा भूमिका भनेर लेखेको हुन्छ नि, त्यही सम्झिनु होला। यो विधानको पहिलो नम्बरमा प्रस्तावना हुन्छ। के लेख्ने के गर्ने भन्ने कुरा चाहिँ तपाईँलाई हामी अर्कोचोटि भन्छौँ। त्यस पछाडि परिच्छेद हुन्छ। परिच्छेद भनेको भाग, अब यसलाई चाहिँ भाग कुन भागमा विभाजन गर्ने भन्ने कुरा हुन्छ। पहिलो नम्बरमा परिच्छेद हुन्छ, अनि दफा हुन्छ, अनि उपदफा हुन्छ, अनि